हेलो गाइस, हिजो पानी परेर अहिले मौसम नै छ। आजको हाम्रो ट्रिप राइड हाम्रो विमानस्थल म चाहिँ अहिले यहाँ मिलन टोलतिर हो। अब आउँदैछ त्यहाँ हाम्रो एउटा भाइ भेट्नुहुन्छ। अगाडि हिँड्नु छ क्या यार, पानी पर्ला जस्तो भयो। यस्तो हेरेको त अनि भाइले फेरि के नि हुन्न दाम दाइ। अब दसैँको बेलामा अलिकति क्राउड पनि कम हुन्छ। आजबाट छुट्टी पनि छ। आजको दिन फुलपातीको दिन हो। आज खाली खाली नै छ बाटो। अब यहाँ रोकेर भाइलाई एक कल हान्नु पर्छ। भाइ चाहिँ राइड हान्दैछ कि के हो। 1 million zillion jillion dillion cotillion times later. कति ढिलो हो त्यहाँ त्यो हिलो बाटो दिएको त्यही भएर। Oh my god! Wow! चाहिँ एकदम ल भन्दा कोत्रेको भाइले नि फेरि चाल्टोबाट ठिक छ। त्यो बाटो ठिक छ के? त्यो हाइवे बाटो पनि के गइरहेको ऊ त्यहाँ पेलो पर्छ अहिले। अब मौसम खुल्दैछ के हल्का हल्का। आई होप पानी पर्दैन होला। हिजोको पानीले गर्दा धेरै हिलो छ यार। ओहो सुस्तो चलाउनु पर्छ। नत्र पानीले छ्याप्छ।
अहिले हामी बिजीपुर कट्यो। अब बुढी बजारबाट कालीघाट चोक भन्छ कि के भनिन्छ, त्यहाँबाट जुत्ता छिर्छन् लिन्छौँ। घरै लाउने मान्छेले त के मतलब भयो। रिलिफ पाउँछ यार, पिसफुल्ली। धेरै क्राउड पनि नै, बाटो नहिँड्ने, धेरै गाडी नहिँड्ने, ठुल्ठुलो गाडीहरू नहिँड्ने। अब हजुरहरू देख्न चाहनुहुन्छ भने साइकलमा यही भन्छु मैले, यही बाटो प्रिफर गर्नु होला होइन। अलि फ्रिली चलाउनु मिल्छ होइन। बाटो बन्दा जता बाटो बन्द गरेर जता बाटो बन्द गरेर गऱ्यो भाइ, हिजो गइहाल्थ्यो बिहान जानला त्यसले। पानी नपरे भए गइसक्थ्यो होला हिजो। कता हताल जानी जाम। सोधेर जाम बरु, थाहा नि बाटो। नयाँ ठाउँ फर्स्ट टाइम आएको यार म त यहाँ चाहिँ। यही के हजुर यही हो। ए हस् ल, धन्यवाद। सानो सानो तालहरू छ कि यता यता। Okay. के ताल है नाम हेर न। ओके मेजी ताल। Hi the guys. ड्याम बनाउन लाउँदा हैन
हामी चाहिँ अब अहिले चाहिँ मेदीताल भनिरहेछ होइन के बोले भाइ अब के बोले यहाँबाट हामी बेगनासको लागि लागिन्छ पछि मेदीताल Whoa. 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 अब बेग्न साम हैन एकैछिन बसौँ त्यही इको एकलट यहाँबाट हान्न पर्ला जस्तो सिन छ द एकलट हान्थ्यौँ है त हान हजुरको हान्थ्यौँ तिमीले गर न चिचाउने होइन 8वटा तालमा एउटा ताल मेदीताल आइए गइए वाह ओए भित्र छिरे बेगनासको बाटो निस्किन्छ यहाँबाट बेगनास पुगिन्छ बुवा यो नहरको डेलबाट गएपछि पिच बाटो आउँछ हो ए हो र धन्यवाद तेरा पर्खिटार हैन त्यतिकै भन्नाले नजिकनाबाट उता अझै उता जानुपर्छ होला है अब पिच रोडतिर अनि त्यहाँबाट भागिदिनु ए यहाँको बाटो पनि ठिकै छ नजिक छ अरे साइकल चलाउने ठाउँ के डाँडा चढ्ने झर्ने छ तपाईँहरू ल होटलहरू यहाँबाट चाहिँ हाम्रो अब बेगनास जाने बाटो लेफ्ट लिएर अगाडि पनि दुईवटा उताको बाटो पनि छ के अरे यताको बाटो पनि पहिलो बाटो चाहिँ अलिक सजिलो छ सिधा तपाईँको तालतिरै पुऱ्याउँछ यो बाटोले अब हामी बेगनास ताल आइपुग्यो गाइस
गाह्रै छ चलाउ न ले खाइपुगे त गाइस ऊ त्यहाँ बाटो छ नि उतापट्टिको बाटो पहिला उता जाम उतै जाम आइपुग्यो है त गाइस कस्तो छ फिल कस्तो फिल भइरहेछ दामी दामी 12 किलोमिटर प्लस कति किलोमिटर हिँड्यो हामी टन्नै हिँड्यो टोटल 15 किलोमिटर भनिदिउँ न 15 किलोमिटर हामी चाहिँ हदोरी क्षेत्र इन्डस्ट्रियल एरियाबाट हामी चाहिँ बिगनस लेकसम्म हामी चाहिँ 15 किलोमिटर आजको राइड होइन होला के हो भयो अब त्यो पनि हामी योभन्दा त्यहाँ माथितिर चाहिँ बाटो छ त्यहाँ पनि जान्छौँ त्यहाँ छ कि बाटो त्यहाँ पनि जान्छौँ हेरौँ सी कस्तो छ त्यहाँको बाटो लेट्स सी आज यहाँको बाटो कस्तो छ रिसोर्ट छ कि उता पहिला यो बारे थिएन आजकल बारे यो बारे रहेछ यहाँबाट मिस्टेक है मिस्टेक किट्नु ढाल्नु पर्यो होइन किट्नु ढाल्नु पर्यो कि के भन्नु अब उता त छैन होला बाटो
अनि चाहिँ हामी अहिले कति भयो टाइम चाहिँ आजको मर्निङ हामी मन्डे मर्निङ बेगनासताल सुरुमा चाहिँ हामी कहाँ गयो मैदीताल गयो त्यसपछिको यात्रा हाम्रो ट्रिप भनेको चाहिँ बेगनासताल वान अफ द मोस्ट पपुलर लेक इन पोखरा लेकनाथ अनि त्यसपछि अब चाहिँ हाम्रो यहाँबाटको यात्रा चाहिँ अब हामी अब चिया कफी खान जानेछौँ अनि त्यसपछि हामी फेरि ब्याक टु होम हुनेछौँ फेरि त्यसपछि विल सी यु गाइज नेक्स्ट टाइम हैन Nice. तपाईको लाइक शेयर एन्ड कमेन्टले नै हामीहरूलाई हौसला मिल्ने छ कि हामी योभन्दा पनि राम्रो कन्टेन्ट लिएर आउनेछौँ नयाँ नयाँ ट्रायल रुटमा नयाँ नयाँ जोसको साथ हामी एमटिपी गण्डकी राइडर्स विल मिट यु ब्याक अगेन until next time bro